काठमाडौँको उत्तरतर्फ अवस्थित शिवपुरी बागद्वारबाट बगेर आएको बागमती नदी काठमाडौँ उपत्यकाको सभ्यताको परिचयक मात्र नभएर हिन्दू धर्मावलम्बीको आराध्य गङ्गा पनि हो। आफ्नो उद्गम स्थलबाट अनवरत बगिरहने बागमती हिन्दू मात्रका आराध्य देव पशुपतिनाथ परिसर हुँदै काठमाडौँ उपत्यकाको मध्य भाग हुँदै चोबारबाट बाहिरिन्छ। काठमाडौँ उपत्यकापछि बागमती तराईका विभिन्न समथल भूभाग हुँदै भारतको गङ्गा नदीमा विसर्जित हुन्छ। बागमती नदीको महिमा अपरम्पार त छँदैछ, साथै सभ्यता र पर्यावरणको दृष्टिकोणले पनि बागमती नदी अद्वितीय छ। 2046 सालको परिवर्तनपछि काठमाडौँ उपत्यकामा बाक्लिँदै गएको अव्यवस्थित बसाई र सरकारले उदासीन पर्यावरण नीतिका कारण क्रमशः बागमती नदी प्रदूषित हुँदै गएको छ। काठमाडौँ उपत्यकाको सभ्यतासँग गाँसिएको बागमती नदी उपत्यकावासीका लागि कुनै दिन जीवनाधार थियो। उपत्यकावासीकै लापरवाही र सरकारी अदूरदर्शिताका कारण यो नदी लगभग मृत अवस्थामा पुर्याइएको थियो। करिब 2 दशक पहिलेसम्म पनि यस क्षेत्रका बासिन्दा बागमतीमै स्नानादि नित्य कर्म सकेर यहीँको पानी बोकेर घर लगी पिउने गर्थे। कति स्वच्छ हराभरा बागमती नदी आसपासको फाँट, वर्षातको मौसममा नदी आसपासका खेतहरूमा हरिया धान खेत, सफा र कञ्चन बागमतीको पानीमा माछा भ्याकुताहरू खेलेका हुन्थे। उनीहरूसँगै यहाँका बासिन्दाहरू पौडीमै रमाउँथे। वर्तमान अवस्थामा ती दिनहरू केवल सम्झनामा मात्र सीमित छन्। सरकारले पनि अब अहिले राष्ट्रिय गौरवको योजनाको रूपमा पशुपति क्षेत्रलाई स्वीकारेको अवस्था छ र त्यसपछि अब त्यही अनुसारको बजेट पनि अहिले विनियोजन गरिरहेको छ। अहिले पशुपति क्षेत्र विकास कोषको लागि नेपाल सरकारले 25 करोडको बजेट दिएको छ। बागमतीको मानव निर्मित रुङ्गणावस्थाप्रति अहिले सबैको चासो बढेको छ। विश्व बैंकदेखि विभिन्न देशी विदेशी दात्री निकायहरूको लगानी बागमती सफाइका नाममा आउन थालेको देखेर अहिले सबैको आँखा त्यसतर्फ लागेका छन्। यसमा कतिको मन सफा होला, कति कमाउन पाइएला भनेर त्यसतर्फ लन्केका होलान्, त्यो बेग्लै पाटो हो। अहिले त झन सरकारका प्रमुख प्रशासकका रूपमा रहेका मुख्य सचिव खुद प्रत्येक शनिबार प्रहरी प्रशासन, शहरी विकास मन्त्रालय र माताहातका कर्मचारी विद्यार्थीहरूका अतिरिक्त अन्य निकायहरूका व्यक्तिहरूलाई लिएर निरन्तर सफाइमा लाग्नु भएको छ। बागमती सफाइमा देखिएको सक्रियता स्वागत योग्य कुरा हो। यतिले मात्र बागमती सफा हुन सक्दैन। सरसफाइ भनेको एक दिन मात्रै होइन, यो निरन्तर चलाउनु पर्छ र स्वयंसेवी ढङ्गले हामी सबैले सहभागी बनाउँ। बागमतीलाई चाहिँ एउटा नमुना सफाइ अभियानमा अगाडि बढाउँ भन्ने मेरो प्रयत्न हो। त्यसै भएर म यहाँ सहभागी भइरहेको छु र यहाँ मात्रै होइन, देशैभरि हामी सबैले स्वयंसेवी ढङ्गले काममा सहभागी बन्यौँ भने देश बनाउन सकिन्छ भन्ने मेरो विश्वास। बागमतीलाई स्वच्छ हराभरा र निर्मल पारेर आराध्य देव पशुपतिनाथलाई शुद्ध जल सिंचन गर्ने बहानामा आर्थिक वर्ष 2051-52मा सर्वाधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति नाम राखेर सरकारबाट एउटा सेतो हात्तीको अवधारणा नल्याइएको पनि होइन। समितिका नामबाट आजका मितिसम्म करोडौं रुपियाँ सोहा नपारेको पनि होइन, परन्तु उक्त संस्थाको सूत्रपात भए यता बागमतीको पर्यावरण नै खलबलिन पुगेर अहिले समितिका नामबाट व्यवहार भएको रकम बालुवामा पानी हाले सरह हुन पुगेको छ। अहिले जति पनि हामी लागेका छौँ नि, यो चाहिँ कहीँ कसैले यसबाट केही नाफा लिनलाई, डलर कमाउनलाई, कुनै आम्दानी गर्नलाई लागेको छैन। निस्वार्थ सेवा हो, यो निष्काम सेवा हो, यो आमाको सेवा गरेर चाहिँ हो के। अब बागमती सफाइका लागि सरकार र निजी स्तरको साझेदारी P3 को अवधारणा ल्याउन राज्य पछि पर्नुहुन्न। बागमती आसपासका जनताहरूको मन जितेर उनीहरूकै अगुवाईमा बागमती सफाइको कार्य प्रारम्भ गर्ने हो भने बागमतीलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ। स्थानीयवासी जबसम्म यो कुरामा सचेत हुँदैनन् तबसम्म सफाइ हुन सक्दैन। यो त एउटा प्रचारात्मक अभियान मात्रै हुन्छ, एक दिन 2 दिन हुन्छ, सधैँ त यो अरू बाहिरको मान्छे आएर गर्न सक्दैन। त्यसकारण स्थानीयवासीलाई चाहिँ सचेत बनाउनु पर्यो, जागरुक बनाउनु पर्यो। उपत्यकावासीको अस्तित्वसँग लगन गाँठो कसिएको बागमतीको महिमालाई जति व्याख्या गरे पनि सकिँदैन र बागमती नदी हाम्रा लागि जीवनदान दिने सञ्जीवनी बुटी हो। त्यसैले यसको संरक्षण, सम्वर्धन र जगेर्ना गराउनु हामी सबैको साझा दायित्व हो। क्यामेरामा केदार महर्जनका साथ टिभी जर्नलिस्ट चोलेश्वर तिवारी, काठमाडौँ।